नमस्कार साथीहरु, आज पनि म हजुरहरु समक्ष यो बिजनेस इंग्लिश अन्तर्गतको एउटा इम्पोर्टेन्ट टपिक लिएर आइसकेको छु। कति पनि ढिला नगरेर हामी यो टपिक भित्र छिरिहालौं। आजको हाम्रो टपिक के रहेको छ त न्यारेसन। न्यारेसन भित्र के छ त डाइरेक्ट इनडाइरेक्ट स्पीच। डाइरेक्ट र इनडाइरेक्ट स्पीच छ रे। डाइरेक्ट भन्ने बित्तिकै हामीले केही कुरा डाइरेक्ट हुनु भन्ने बुझ्छौं। इनडाइरेक्ट भन्ने बित्तिकै केही कुरा इनडाइरेक्ट रूपमा हुने। यहाँ पनि सेम हो। स्पीच भनेको चाहिँ के हो? केही कुरा गर्नु, बोल्नु, यो कुराकै त जनाउँछ नि त स्पीचले। हो, डाइरेक्ट स्पीच भनेको डाइरेक्ट केही कुराको जानकारी दिनु। इनडाइरेक्ट स्पीच भनेको चाहिँ इनडाइरेक्ट वेमा दिनु है। जस्तै यहाँ हेर्नुस् है, डाइरेक्ट र इनडाइरेक्टको मैले एउटा हजुरहरुलाई एक्जाम्पल बनाएको छु। यहाँ दुईटा मान्छे छन्, राम र श्याम छ। रामले श्यामलाई के भन्छ भने आज मेरो काम छ, म स्कुल जाँदैन भन्यो। डाइरेक्ट भन्यो मेरो काम छ, म स्कुल जाँदैन भन्यो। तर इनडाइरेक्टमा यहाँ राम छ, यहाँ श्याम छ, अनि यहाँ टिचर हुन्छ है। रामले श्यामलाई भनेको स्कुल जान्न भनेर, श्यामले टिचरलाई भन्यो रामको आज काम थियो त्यही भएर ऊ स्कुल आएन भन्यो। अलिकति उसले यहाँ इनडाइरेक्ट रूपमा टिचरलाई जानकारी गरायो। त्यही भएर यो इनडाइरेक्ट स्पीच भयो है। डाइरेक्टमा डाइरेक्ट कुरा हुन्छ दुई बीचमा, इनडाइरेक्टमा चाहिँ अर्काको कुरा अर्कोलाई पुर्याउने काम हुन्छ कि अर्काको कुरा अर्कालाई पुर्याउँदाखेरि सिधै डाइरेक्ट भनेको हुँदैन, इनडाइरेक्ट वेमा भनेको हुन्छ। हो, त्यसैले हामीलाई यहाँ के क्वेसन सोध्छ भने डाइरेक्टदेखि इनडाइरेक्टमा चेन्ज गर्ने भनेर सोध्छ। त्यसैले मैले हजुरहरुलाई एउटा एक्जाम्पल बनाएको छु सुरुमा। श्याम सेड आई गो टु स्कुल। श्यामले भन्यो कि म स्कुल जान्छु भनेर भन्यो। अब यसलाई हामीले इनडाइरेक्टमा लग्नु पर्यो। केसमा लग्नु पर्यो त इनडाइरेक्टमा लग्नु पर्यो। श्याम सेड, अब यहाँ त डाइरेक्ट भनिहाल्यो म स्कुल जानुपर्छ भनेर। तर यहाँ चाहिँ हामीले इनडाइरेक्ट वेमा चाहिँ स्कुल गयो भन्ने कुरा देखाउनु पर्यो नि त। श्याम सेड दैट ही वेन्ट टु स्कुल हुन्छ है। यहाँ गोको ठाउँमा पास्ट टेन्स हो। गोको हामीले के गर्छौं? वेन्ट राख्छौं। अनि हामीले श्यामले त यहाँ आफै भनेको थियो आई भयो, तर श्यामले भनेको कुरा अर्कोलाई बुझाउँदाखेरि यहाँ के हुन्छ त श्यामको ही हुन्छ। यहाँ पनि चेन्ज भयो है। यति मात्र चेन्ज, एकदम यो जनरल सेन्टेन्स थियो। त्यसै गरेर अर्को हेरौँ है, अर्को एक्जाम्पल हेरौँ। द बोय सेड आई रिड इन द मर्निङ। एउटा केटाले के भन्यो भने मैले बिहान पढ्छु भनेर भन्यो। यसलाई इनडाइरेक्टमा लग्दाखेरि द बोयको द बोय भइहाल्यो, सेडको सेड भइहाल्यो। अनि हामीले यहाँ चाहिँ डाइरेक्ट स्पीचमा चाहिँ कमा इन्भर्टेड कमा गरेर बन्द गरिदिन्छौँ, क्लोज गरिदिन्छौँ। तर इनडाइरेक्ट स्पीचमा चाहिँ हामीले कमालाई रिप्लेस गर्छौँ। केले रिप्लेस गर्छौँ त? ड्याटले रिप्लेस गर्छौँ है। ड्याटले जोड्छौँ। यहाँ कन्जक्सन ड्याटको युज हुन्छ है, सबैमा हुन्छ। ही सेड ड्याट ही रिड इन द मर्निङ। माथिको जस्तै छ। फेरि यहाँ त किनकि रिडको भर्ब टु त रिड नै हुन्छ, त्यही भएर रिड भयो। यहाँ गोको भर्ब टु वेन्ट हुन्थ्यो, वेन्ट भयो। यो यति एक्जाम्पल हेरेपछि हजुरहरु थोरै क्लियर भइसक्नु भएको छ। तर यहाँ केही रुल्स एन्ड टर्म्सहरु छ। हामीले डाइरेक्टलाई इनडाइरेक्टमा लग्नु पर्ने। यो नजाने पनि हजुरहरुले एक्जाम्पल बाट पनि बुझ्नुहुन्छ, प्र्याक्टिसबाट पनि बुझ्नुहुन्छ। तर पनि फेरि कहिलेकाहीँ एकचोटि हामीले रुल्स हेरेनौँ भने कहिले कन्फ्युजन हुन सक्छ। त्यही भएर मैले सर्टकट बनाएर रुल्सहरु पनि यहाँ लेखेको छु है। हेर्नुस्, डाइरेक्टमा दिस छ भने हामीले ड्याटमा चेन्ज गर्नु पर्यो। दिस छ भने दोजमा चेन्ज गर्नु पर्यो। टुडे छ भने ड्याट डे बनाउनु पर्यो। टुनाइट छ भने ड्याट नाइट बनाउनु पर्यो। हियर छ भने दियर। कम छ भने गो। टुमोरो छ भने द नेक्स्ट डे। एस्टरडे छ भने द प्रिभियस डे। अगो छ भने बिफोर। हामीले यसलाई चाहिँ चेन्ज गर्नुपर्छ है इनडाइरेक्टमा लाउँदाखेरि। त्यसै गरेर अब अलिकति टेन्सको कुरा पनि छ। कुन टेन्समा दियो भने के गर्ने भन्ने। डु र डज आयो भने हामीले डिडमा चेन्ज गर्नु पर्यो। इज एम आरमा दियो भने वाज वेयरमा चेन्ज गर्नु पर्यो। ह्याज एममा आयो भने ह्याडमा चेन्ज गर्नु पर्यो। भी टु
लास्टमा V2 मा आयो भनेपछि हामीले ह्याड प्लस verb 3 मा चेन्ज गर्नु पर्यो। त्यसै गरेर अर्को हाम्रो रहेको छ did प्लस verb 1 आयो भने हामीले ह्याड प्लस verb 3 मा चेन्ज गर्नु पर्यो। यो अलिकति क्लियरली हेर्नु होला है, अनि अलिकति दिमागमा पनि राखिहाल्नु होला। अनि was were भयो भने ह्याड बिन भइहाल्यो, ह्याड प्लस V3 भयो सेम, यो चाहिँ चेन्ज हुँदैन है। ह्याड प्लस verb 3 छ भने पहिले यो सेम नै हुन्छ, यो चेन्ज हुँदैन है। अन्त चेन्ज भइरहेको छ, यसमा चाहिँ चेन्ज हुँदैन। फ्युचरमा चाहिँ विल को वुड बनाउने, मे को माइट बनाउने, क्यान को वुड बनाउने है। यो यति हजुरले थपाउनु पर्छ। र मैले यति पढाएँ डाइरेक्ट इनडाइरेक्ट को बारेमा, तर रिपोर्टिङ भर्ब र रिपोर्टेड भर्ब को बारेमा मैले फर्स्टमै भन्नुपर्ने, तर मैले तल राखेको छु है। यो रिपोर्टेड भर्ब र रिपोर्टिङ भर्ब कसरी चिन्ने त? यहाँ हेर्नुस् है। स्याम सेड आई गो टु स्कुल, स्याम सेड आई गो टु स्कुल भनेको छ है। सेड हाम्रो के हो त? रिपोर्टिङ भर्ब हो। सेड हाम्रो रिपोर्टिङ भर्ब हो। अनि हाम्रो पछाडिको सेन्टेन्स कमाभित्र राखेको सेन्टेन्स चाहिँ यो रिपोर्टेड भर्ब हो है। यो चाहिँ हाम्रो रिपोर्टेड भर्ब हो। सेड हाम्रो रिपोर्टिङ भर्ब हो। आई गो टु स्कुल कमामा राखेको चाहिँ के हो त? त्यो हाम्रो रिपोर्टेड भर्ब हो। त्यसै गरेर अलिकति यसमा प्रोनाउन चेन्ज गर्न पनि जान्नुपर्छ। प्रोनाउनको रुल्स धेरै छ भन्नाले अब मैले यहाँ लेख्न थाल्यो भने हजुरहरूको 10-15 मिनट त्यसै वेस्ट हुन्छ। फेरि भिडियो लङ भयो भने हजुरहरूलाई बोरिङ हुन्छ, हजुरहरूलाई नर्मली आइहाल्छ प्रोनाउन चेन्ज गर्न होइन। आई वी को मी बनाउने, माई माइन बनाउने, यू को यू योर्स भइहाल्यो, ही सी इट को हिम हर इट, हिज हर इट्स बनाउने, अनि ही सी इट को हिम हर इट, हिज हर हिट भने है मैले। अनि दे को देम देयर देयर्स। यसलाई चेन्ज गर्न त हजुरहरूले आउँछ। प्रोनाउन चेन्ज गर्न त पर्सनलाई हामीले सब्जेक्ट अब्जेक्ट पोसेसिभ एड्जेक्टिभमा हामीले चेन्ज गर्न सक्नुपर्छ है। यो थपाउनुपर्छ। मैले यसलाई सर्ट मात्र भने। र अहिले त मैले हजुरहरूलाई दुईटा इक्जाम्पल दिएको थिएँ। स्याम सेड आई गो टु स्कुल, द बोय सेड आई रिड इन द मर्निङ द्याट डे। यसमा चाहिँ सेड हजुरहरूले चेन्ज गर्नु परेन, जस्ताको त्यस्तै सारेको छ। तर कुनै कुनै कन्डिसनमा चाहिँ चेन्ज गर्नुपर्छ। सेडको सेड सेमै हुन्छ है। सेड टु को टोल्ड हुन्छ। सेडसँग टु आयो भने के हुन्छ? टोल्ड हुन्छ। सेड टु आयो भने फेरि टेल्स हुन्छ है। के हुन्छ? टेल्स हुन्छ। सेड टु मात्र आयो भने फेरि टेल मात्र हुन्छ। भगवान भयो नि त। अनि मेन कुरा चाहिँ हामीले कन्जक्सन केले जोड्ने हुन्छ त? ड्याटले जोड्ने हुन्छ। यति रुल्स बुझ्नुभयो भने, यति कुरा बुझ्नुभयो भने धेरै कुरा बुझ्नुभयो जस्तो मलाई लाग्छ। म अब यसलाई इरेजर गरेर केही प्र्याक्टिस गरौँ। म यसलाई इरेजर गरेँ। इरेजर गर्नलाई केही भेटेर आएन अहिले। चले म पेपर युज गर्छु। यति रुल्स बुझिसक्नुभयो। यति रुल्स बुझेपछि अब हामीले 2-4वटा प्र्याक्टिस गर्छौँ। प्र्याक्टिस गर्दाखेरि क्लियर भइन्छ है। We need more practice to be perfect. Okay. ल एउटा सेड टु मी राखेर हामीले प्र्याक्टिस गरौँ है। He said to me, he wrote a letter. He said to me, we wrote a letter. Chai, we wrote यहाँ चाहिँ यो सेन्टेन्स केसमा आयो त अलिकति चेन्ज आयो। सेड टु दियो र यसमा चाहिँ रोड भर्ब टु को
प्रयोग गरेको छ है। सेड टु भनेको चाहिँ मैले अघि के राख्ने भनेको थिएँ, टोल्ड राख्ने भनेको थिएँ। हीको सब्जेक्ट ही नै हुन्छ। उसले भन्यो कि हामीले एउटा चिठी लेखेको थियौँ भने है। अब हामीले मैले अघि भनेको थिएँ हजुरहरूलाई डिड भयो भने केमा लग्ने भनेर मैले सिकाएको थिएँ होइन। पास्टमा चाहिँ सेड टु भयो भने हामीले टोल्ड राख्छौँ नि। ही टोल्ड मी अनि ड्याटको कन्जक्सन यहाँ प्रयोग हुन्छ, ड्याटले हामीले जोड्छौँ। अनि यहाँ त हि छ, हि भयो उसले त आफूले आफूलाई भनेको छ नि त, हि सेड टु मी भनेको छ। त्यही भएर हामीले यहाँ के राख्छौँ, हि ह्याड, रोडको ह्याड प्लस भर्ब 3 भनेको थियो। हि ह्याड रिटन अ लेटर, हि ह्याड रिटन अ लेटर। अलिकति यो सेन्टेन्स डिफ्रेन्ट थियो, सेड टु थियो अनि पास्टमा थियो है। यति गरेपछि हजुरहरू क्लियर हुनुभयो यसमा पनि। अब अर्को हेरौँ, अर्को प्र्याक्टिस हेरौँ, अर्को प्र्याक्टिस गरौँ। अनि के छ भन्दाखेरि म थोरै रुल्समा गएँ फेरि रिपोर्टिङ भर्ब र रिपोर्टेड भर्बको बारेमा है। रिपोर्टिङ भर्ब, रिपोर्टेड भर्ब मैले अघि पनि भनेको थिएँ हजुरहरूलाई। यो के हो त, यो माथि सेड टु चाहिँ हाम्रो रिपोर्टिङ हो, इन्भर्टेड कमाभित्र राखेको चाहिँ रिपोर्टेड। यो सेड चाहिँ रिपोर्टिङ भयो, इन्भर्टेड कमाभित्र राखेको चाहिँ रिपोर्टेड भयो है। सुन्दा उस्तै उस्तै छ, कन्फ्युजन हुन्छ। तर रिपोर्टिङ भर्ब पास्ट टेन्समा आएको छ। पास्ट टेन्समा आएको छ भने हामीले के गर्छौँ, टेन्स चेन्ज गर्छौँ। टेन्स चेन्ज गरिदिइहाल्छौँ है। हामीले पास्ट टेन्समा आएको छ भने हामीले माथि पनि चेन्ज गऱ्यौँ नि त, पास्टमा आएको हुनाले। प्रेजेन्ट र फ्युचरमा आएको छ भने हामीले चेन्ज गर्दैनौँ, नो चेन्ज इन टेन्स। ओके, प्रेजेन्ट र फ्युचरमा आएको छ भने हामीले चेन्ज गर्दैनौँ, नो चेन्ज इन टेन्स। यति कुरा पनि अहिले हजुरहरूले माइन्डमा राख्नुभयो भने त एकदमै इजी भइहाल्छ है। पास्ट टेन्स आएपछि टेन्स चेन्ज हुने भयो, प्रेजेन्ट र फ्युचर आएपछि नो चेन्ज इन टेन्स हुने भयो है। ल फेरि म हजुरहरूलाई प्र्याक्टिस गराउँछु। सोनी सेड टु मी, Sony said to me, you have teach me, you have teach me. अब यसलाई हामीले चेन्ज गरौँ। ओके, हामीले सोनीको सोनी भइहाल्यो, सेड टुलाई चाहिँ टोलमा चेन्ज गर्छौँ, टोल मी। अनि हामीले यहाँनिर यो कमालाई रिप्लेस गर्नुलाई के राख्छौँ त, ड्याट राख्छौँ, ड्याट। सोनीले तिमीले पढाउनु पर्छ है, टिच गर्नुपर्छ भनेको चाहिँ। अब हामी यहाँ केयरफुल हुनुपर्छ के, त्यही भएर हामीले के राख्छौँ त, मलाई भनिन् सोनीले, मलाई भनिन् भन्नलाई चाहिँ हामीले के चेन्ज गर्नु पर्यो, आई बनाउनु पर्यो। आई ह्याड, कसलाई हो त, उनलाई पढाउनु पर्यो। आई ह्याड, टिचको भर्ब थियो टट, टट हर। केही छैन, अरूले भनेको कुरालाई यसरी भन्यो रे भनेर लेख्ने हो। इङ्ग्लिसमा लेख्ने भए नेपालीमा भएको भए त ए सोनीले मलाई भन्यो कि मैले पढाउनु पर्छ रे भनेर। तर अब यसमा चाहिँ हामीले अलिकति कमाहरू खोल्नु पर्ने, केही कुराहरू थप्नु पर्ने, अलिकति कहाँ भर्ब 3 राख्ने, यो इङ्ग्लिसमा चाहिँ अलिकति रुल्स अनुसार जाँदाखेरि हजुरहरूलाई गाह्रो लागेको हुनसक्छ। सोनी सेड टु मी, यु ह्याभ टिच मी भन्ने सोनीले तिमीले मलाई पढाउनु पर्छ भनेर भन्यो।
तर त्यही कुरा इन्डाइरेक्टमा भन्नु पर्दा सोनी टोल्ड मी ड्याट आई ह्याड टट हर बनाउनु पर्यो है। अर्को इक्जाम्पल हेरौँ त्यसै गरेर। द teacher said he will go to Mumbai. मुम्बई जाँदैछु भनेर भने है टिचरले। He will go to Mumbai. फ्युचरमा छ यो सेन्टेन्स। अब हामीले द टिचरको द टिचर नै राख्ने हो। सेडलाई त केही गर्नु पर्दैन, सेम हुन्छ, सेडको सेड नै हुन्छ। द टिचर सेड ड्याट, मैले अघि फर्स्टमै भनेको थिएँ कि हजुरहरूलाई होइन, विलको के बनाउँछौँ त हामीले, वुड बनाउँछौँ। हि वुड गो टु मुम्बई। केही छ त, केही छैन, गाह्रो। अघि मैले विललाई वुड बनाउनु पर्छ भनेर नभनेको भए कन्फ्युजन थियो। मैले पछाडि हजुरहरूलाई प्र्याक्टिस गर्नुलाई कन्फ्युज हुन्छ भनेर अगाडि नै भनिदिएको थिएँ। सेललाई सुट बनाउनु पर्यो, क्यानलाई कुड बनाउनु पर्यो, विललाई वुड बनाउनु पर्यो भनेर होइन। र त्यसै गरेर अब मैले हजुरहरूलाई यति 4-5वटा प्र्याक्टिस गराइसकेँ। अब लास्ट वान एउटा बनाउँछु। यति बनाएपछि हजुरहरू क्लियर भइहाल्नुहुन्छ। त्यस्तो केही छैन डाइरेक्ट र इन्डाइरेक्ट स्पिचमा। त्यति लामो टपिक पनि यो छैन है। He might go market. I might go market. यो सेन्टेन्स त कति नर्मलमा आयो। यसमा त केही पनि छैन, सेडको युज पनि भएको छैन, कमा पनि छैन, केही पनि छैन। यो यस्तो केसमा चाहिँ हामीले के गर्छौँ त, केही पनि गर्दैनौँ, झन् इजी हुन्छ हामीलाई। आई माइट गो मार्केट, उसले भने म बजार जान सक्छु भनेर। उसले भनेको, उसले त आफूले म बजार जान्छु भने, तर हामीले इन्डाइरेक्टमा लग्दाखेरि चाहिँ उसले भनेको बनाउनु पर्यो के। He said that he might go to market. केही छ त, केही पनि छैन, इजी छ। तर मेन कुरा चाहिँ मैले हजुरहरूलाई फर्स्टमा भनेको रुल्सहरू चाहिँ थपाउनु पर्छ है। त्यति थपायो भने हजुरहरू क्लियरली यो टपिकमा बुझ्नुहुन्छ। यति भन्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु। हजुरहरूलाई कस्तो लाग्यो, अझै पनि कन्फ्युजन छ भने हजुरहरूले एकदमै मलाई मजाले फिडब्याक दिन सक्नुहुन्छ, केही क्वेसन सोध्न सक्नुहुन्छ। आज म यति भन्दै यो भिडियोबाट बिदा मागेँ र हामी भोलि अर्को क्लासमा नयाँ टपिकका साथ फेरि उपस्थित हुनेछौँ। हस्, धन्यवाद सबैजनालाई।